सुदूरपश्चिम महोत्सव विगत 2063 सालदेखि यस क्षेत्रको आर्थिक समृद्धिका लागि सुरुवात भएको एउटा महत्त्वपूर्ण महोत्सव रहेको यहाँहरू सम्पूर्णलाई विदितै छ र भर्खरै नवनिर्वाचित समिति आइसकेपछि यो कमिटीले चाहिँ महोत्सवलाई अब अगाडि बढाउन पनि गइरहेको छ। हाम्रो एकदमै नजिक पनि आइसकेका छौँ। हामीले विगत स्टार्टिङदेखि नै सुदूरपश्चिम महोत्सवलाई मङ्सिर 22 गतेका दिनबाट सुरुवात गर्ने एउटा परम्परा रहँदै आएको छ र यो हाम्रा अग्रज आदरणीय यस संस्थाका धरोहरहरू पूर्व अध्यक्षज्यूहरूले जुन सुरुवात गर्नुभएको यो महोत्सव छ, यो समय अनुकूल परिस्थिति टाइम सबै हिसाबले उपयुक्त छ भन्ने लागेर र व्यवसायहरूसँग पनि यो विषयमा हामीले छलफल गरेर पुनः यही डेटलाई नै निरन्तरता दिँदै हामीले यो डेटमा महोत्सव सुरु गर्ने भन्ने घोषणा गरेका छौँ र सोहीका लागि आज आयोजित यो पत्रकार सम्मेलनमा म यहाँहरू सम्पूर्णलाई यो प्रेस विज्ञप्ति पढेर सुनाउन चाहन्छु। सम्पूर्ण पत्रकार मित्रहरू, सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्धन गर्न यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने विश्वाससहित कैलाली उद्योग वाणिज्य सङ्घले 2063 सालदेखि धनगढीमा आयोजना गरिरहेको सुदूरपश्चिम महोत्सवको 19औं संस्करणको रूपमा यही मिति 2082 8 महिना 22 गतेदेखि 2082 9 महिना 2 गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर 1 पशुपति टोलमा आयोजना गर्न लागेको बेहोरा सबैमा यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छौँ। वृहत व्यावसायिक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्नको लागि प्रदर्शनीमा विशेष जोड दिएका छौँ। सांस्कृतिक रूपमा धनी सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण सँगै यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकता दिइनेछ। यस क्षेत्रका उद्यमी व्यवसायी उत्पादनहरूलाई प्राथमिकता दिइनेछ भने नेपालभरिबाट आउने उद्योगी व्यवसायहरूलाई सम्मानित रूपमा सहभागिता गराइनेछ। सुदूरपश्चिमका परिकार सहितका महोत्सव स्थलमा खाना खाजाको स्टल रहनेछन्, जसको सरसफाई तथा उत्कृष्ट व्यवस्थापनको लागि सरकारवाला निकायहरू बीच समन्वय गरिरहेका छौँ। महोत्सवमा स्थानीय व्यवसायीलाई विशेष प्राथमिकता दिइनेछ भने कैलाली उद्योग वाणिज्य सङ्घमा दर्ता भई नियमानुसार नवीकरण भएका व्यवसायी सदस्यहरूलाई विशेष छुट तथा सहुलियत प्रदान गरिनेछ। महोत्सवको व्यवसाय तथा दर्शकहरूको सुरक्षालाई ध्यान दिई बिमा पनि गरिनेछ भने भइपरि आउने विपदको पूर्व तयारीको लागि दमकल, प्राथमिक उपचार आदि तयारी अवस्थामा रहनेछ। महोत्सवमा अनुमानित 3 करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिनेछ भने महोत्सव अवधिभर उद्योगी व्यवसायीको करिब 15 करोड बराबरको कारोबार हुने अनुमान गरेका छौँ। यस सुदूरपश्चिम महोत्सव 2082 मा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट्स, इलेक्ट्रोनिक्स, होटल र सूचना प्रविधि गरी 500 जति स्टलहरू रहनेछन्। कृषिमा 4 वटा निःशुल्क महिला उद्यमी 40 वटा निःशुल्क रहनेछन् भने महिला उद्यमी, एकल महिला, स्थानीय परिकार गरी 15 वटा स्थल गरी जम्मा 55 वटा स्टल निःशुल्क उपलब्ध रहनेछ। महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरेको छ भने यस वर्षको महोत्सवमा करिब 7 लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरेका छौँ। सुदूरपश्चिमवासीले गर्वका साथ पर्वको रूपमा मान्दै आएको सुदूरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रूपमा रहनेछ भन्ने विश्वास लिएका छौँ। महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समिति गरी 23 उपसमिति रहेका छन्, जसमा सबैको उत्कृष्ट सहयोगले हामी सुप महोत्सव 2082 भव्य रूपमा सम्पन्न गर्नेछौँ। सुरक्षाको दृष्टिकोणले पूर्ण रूपमा अत्याधुनिक सीसी क्यामेराले निरीक्षण गरिनेछ भने निजी तथा सरकारी सुरक्षा कर्मीहरूको व्यवस्था गरिनेछ। बालबालिका र खेलमा रुचि भएका दर्शकहरूको रुचिलाई प्राथमिकतामा दिई यो महोत्सवमा नयाँपन सहित मनोरञ्जनका नयाँ आइटमहरू पनि रहेको बेहोरा जानकारी गराउन चाहन्छौँ।
यो महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक, कला, खानपान, भाषाको संरक्षण गर्दै व्यावसायिक सफलता प्राप्त गरी जनताको गुणस्तर जीवनमा यो महोत्सव सहयोगी साबित हुनेछ भन्ने विश्वास लिएका छौँ। शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन यो महोत्सव सार्थक बन्नेछ भन्ने विश्वास लिएका छौँ। समृद्ध सुदूरपश्चिम बनाउने अभियान अन्तर्गत यो महोत्सवलाई 19औं संस्करणको रूपमा सम्पन्न गर्न अगाडि बढिरहेका छौँ। अत यो महोत्सव सबैको भएको हुँदा सबै राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैर सरकारी संस्था, पत्रकार, विद्यार्थी, उद्यमी, व्यवसायीहरूलाई आफ्नो आफ्नो तर्फबाट अधिकतम सहभागिता जनाई महोत्सवलाई सफल बनाइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ। सधैँका संस्करणहरूमा झैँ 19औं संस्करणमा पनि महोत्सवको टिकटको केही रकम सामाजिक क्षेत्रका लागि विभिन्न विषयहरूमा छुट्याइनेछ, जसमा समाज विकासको चुनौतीको रूपमा रहेको लागु दुर्व्यसन विरुद्धको अभियान, महिला सशक्तिकरण आदि रहेका छन्। महोत्सव अवलोकनको लागि विद्यार्थी तथा खेलाडीहरूलाई रु 50 टिकट राखिएको छ भने सर्वसाधारणलाई रु 100 टिकट राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सवमा प्रवेश निशुल्क गरिनेछ। सङ्घमा दर्ता भई नियमानुसार नवीकरण भएका सम्पूर्ण व्यवसायीहरू, जति पनि व्यवसाय हाम्रो सङ्घमा दर्ता भएका छन् र नियमानुसार नवीकरण भएका छन्, ती सबै व्यवसायी सदस्यहरूलाई सदस्यता पत्र देखाई निशुल्क प्रवेश पाउनेछन्। यो महोत्सव कैलाली उद्योग वाणिज्य सङ्घको मात्र महोत्सव नभई समग्र सुदूरपश्चिमको पर्वका रूपमा विकास भइसकेको हुँदा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी सबैबाट रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छौँ। महोत्सवको प्रवर्तक प्रायोजक भई स्टलमा आफ्नो उत्पादन प्रदर्शनीको लागि स्टल बुक गरी प्रचार प्रसारमा सहयोग गरी टेन्ट निर्माण, सुरक्षा, प्रभात फेरी र्याली, सांस्कृतिक कार्यक्रममा सहभागी भई सहयोग गर्नुहुन सम्पूर्णलाई यसै पत्रकार सम्मेलन मार्फत हार्दिक आह्वान गर्न चाहन्छौँ। र अन्तमा सुदूरपश्चिम महोत्सव 2082 अवलोकन गरौँ, सहभागी बनौँ र भव्यताका साथ भव्य रूपमा सफल पारौँ। धन्यवाद। पुष्कर राज ओझा, अध्यक्ष, कैलाली उद्योग वाणिज्य सङ्घ। धन्यवाद। यहाँहरूको केही जिज्ञासाहरू, प्रश्नहरू केही रहेमा यहाँहरूको केही पनि जिज्ञासाहरू केही छ भने यहाँ राख्दा हुन्छ। नयाँपनका लागि अब आगामी चरणमा हामीले गरिने कार्यक्रम सार्वजनिक यस्तै पत्रकार सम्मेलन मार्फत हामीले जानकारी गराउनेछौँ।